आज हामी स्विमिङ खेल्नको लागि आएको र मौसम एकदम राम्रो र नजारा एकदम सो ब्युटिफुल एन्ड ठाउँ गार्डन राम्रो रहेछ जोस गार्डन राम्रो छ। अब पानीको सवाल हुन्छ, अब पानी कस्तो छ सफाफोरी। सो हेर्दै गर्नु होला, आँगाको ब्लग आउँछ होला, ब्लग लेट हुन्छ उहाँको ब्लग आउनुलाई। सो अनि लाइक सेयर सब्सक्राइब हान्नु होला। धन्यवाद। वाउ दामी रहेछ, दामी देख्दैछ है। यहाँबाट सम्पूर्णलाई नमस्कार। यहाँ त्यस्तैले आज चाहिँ हामी स्विमिङ खेल्न आएको छौँ र स्विमिङको नजारा चाहिँ एकदम राम्रो, सो ब्युटिफुल। अनि तपाईँ नजारा देखेरै तपाईँ पत्ता लगाउन सक्नुहुन्छ कि कस्तो छ नजारा। र हाम्रो यहाँ आँगा दाइको अब ब्लग चाहिँ अब अलिकति ढिलो आउन सक्छ, किनभने हाम्रो अब पढाइ पनि सुरु भइसक्यो र पढाइको कारणले गर्दा अब ब्लग बनाउनु यस्तो टाइम हामीसँग हाम्रो आँगा दाइसँग भ्याउँदैन। सो अब अहिले अब यो लाइक सेयर गर्नु उहाँको अब लगभग लास्ट भिडियो हुन्छ होला, एक हप्ताको लागि है, फेरि अर्को हप्ता आउन सक्छ उहाँको। सो लाइक सेयर कमेन्ट एन्ड युट्युबमा सब्सक्राइब। अनि त्यस्तै हो, हेर्न सक्नुहुन्छ भ्यू नजारा। वाउ वन्डरफुल सो नाइस। ल नजारा चाहिँ राम्रो छ। उहाँले भने जस्तै मेरो चाहिँ अलि अब पढाइ स्टार्ट भयो। अब अर्को हप्तादेखि यो हप्तादेखि चाहिँ स्टार्ट हो। अब मोबाइल लान्छ, टिचर दिनुपर्छ, त्यही कारणले अर्को हप्तादेखि चाहिँ फेरि यस्तै खालको सानो सानो भिडियो आउँछ र आउनु सक्दैन। ओके, स्विमिङ पुल चाहिँ यस्तो छ है, हामी खेल्नु पाएको। स्विमिङ चाहिँ अब समाप्त भइसकेर हाम्रो आजको शनिबारको छुट्टी सकिसक्यो। अब भने चाहिँ हामी अब फर्किन आएको आँगा र म। सो के बसलाई छ खत्तम छुट्टी। हेलो गाइस, टाइसी लेक। अनि तपाईँहरू अनि घुम्न आउनु भने आउनु, यतिर एकदम राम्रो छ ठाउँ, एकदम राम्रो छ, रङ्गी चङ्गी होइन। यो ठाउँ चाहिँ एकदम राम्रो स्वच्छ वातावरण हो। तपाईँ पनि घुम्न आउनु होला यो ठाउँमा। अनि पानी खेल्ने जग्गा पनि छ यहाँनिर, तपाईँ पनि खेल्नु आउनु होला। एकदम पानी पनि सफा सुग्घर एकदम स्वच्छ छ। अनि लोकेसन चाहिँ यो सेरा गुम्बा हो, अनि यो चाहिँ सेर्मेको हो। अनि लोकेसन चाहिँ तपाईँको टक्कै लाएर सेरा गुम्बामा आएपछि माथि नगर ठक्कै लाएर बाटोमै छ तपाईँको। यहाँनिर चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ। यहाँबाट नाम्डुलिङबाट आयो भने, हाम्रो गुम्बाबाट आयो भने चाहिँ